कल्पना गर्नुहोस्, एउटा केटा जो 5 वर्षसम्म बोलेन, उसैको शिक्षकले मन्दबुद्धि भने, परीक्षामा असफल भए, जागिरी पाएनन्। त्यो मान्छे पछि विश्वकै प्रसिद्ध महान वैज्ञानिक बन्यो। मैले कुरा गर्दैछु अल्बर्ट आइन्स्टाइनको। अल्बर्ट आइन्स्टाइन विश्वको प्रसिद्ध महान वैज्ञानिक तथा भौतिक शास्त्री हुन्। यति मात्र नभएर उनी ठूला चिन्तक, परोपकारी, आदर्शवादी दार्शनिक पनि हुन्। आज म अल्बर्ट आइन्स्टाइनको जीवनको सङ्घर्ष र सफलताको कहानी भन्न गएको छु, जसबाट हामीले जीवनमा कसरी सफल हुने भन्ने ज्ञान हामी सिक्न सक्छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अल्बर्ट आइन्स्टाइनको जन्म सन् 1879 मा भएको थियो। एउटा साधारण परिवारमा भएको थियो। उनी सुरुमा 5 वर्षसम्म पनि बोलेनन्। त्यो कुराले परिवारमा चिन्ता थियो। एक दिन उनको बुवाले कम्पास ल्याएर दिए। त्यो कम्पास सधैँ उत्तरतर्फ फर्किन्थ्यो। उनलाई अचम्म लाग्यो, यो सधैँ किन उत्तरतर्फ फर्किन्छ त? उनी जिज्ञासु स्वभावका थिए। उनले सोचे, आखिर कुन अदृश्य शक्ति छ जसले यो कम्पासको सुईलाई सधैँ उत्तरतर्फ नै फर्काइरहेको छ? यही जिज्ञासाले उनी वैज्ञानिक बन्ने यात्राको सुरुवात भयो। उनको विद्यालय जीवन सजिलो थिएन। उनी रटेर पढ्ने प्रवृत्ति मन पराउँथेनन्। उनी सधैँ प्रश्न सोधिरहन्थे, कुनै पनि कुराको कारण खोज्थे। यो व्यवहारले शिक्षकलाई मन परेको थिएन। त्यसैले शिक्षकले उनलाई मन्दबुद्धिको बालक भन्थे। उनी अरू विषयमा कमजोर थिए, तर गणित र भौतिक शास्त्रमा उनको रुचि धेरै थियो। उनले 12 वर्षको उमेरदेखि नै गणितका विभिन्न महत्त्वपूर्ण विषयहरू पढ्न थाले। यस टाइममा अरू विद्यार्थीहरू पाठ्यक्रममा आधारित अध्ययन गर्थे भने उनले विज्ञानका गहिरा सिद्धान्तहरू बुझ्ने कोसिस गरिरहेका थिए। एकपटक उनले शिक्षकलाई सोधे, हामीले बुद्धिको विकास कसरी गर्न सक्छौँ? शिक्षकले भन्नुभयो, अभ्यासबाट नै बुद्धिको विकास हुन्छ। अभ्यासले नै सफलताको शिखरमा पुर्याउँछ। अभ्यास नै सफलताको मूल सूत्र हो। त्यस दिनदेखि उनी निरन्तर अभ्यास गरे, निरन्तर प्रयास गरे। उनी पछाडि हटेनन्। कुनै पनि समस्या आयो, कठिनाइ आयो भने पनि पछाडि हटेनन्। पढ्न मन नलागे पनि उनी किताब समातेर बसिरहन्थे। त्यस दिनदेखि उनीमा अगाडि बढ्ने सधैँ चाहना भइरह्यो। उनले निश्चित गरे, म एक दिन सबैभन्दा अगाडि बढ्नेछु। उनी उच्च शिक्षाको लागि स्विजरल्यान्डको विश्वविद्यालयमा अध्ययन गर्न गए। प्रवेश परीक्षामै फेल भए। उनले हार मानेनन्। उनले पुनः अभ्यास गरे, पढे, अध्ययन गरे र प्रवेश परीक्षामा सफल भए। उनी विश्वविद्यालयको स्नातकपछि जागिरको लागि आवेदन दिए। उनले जागिरी पाएनन्। कसैले पनि उनलाई अवसर दिएन। उनी महिनौसम्म बेरोजगार बसे। अन्त्यमा उनले स्विजरल्यान्ड कार्यालयमा जागिरी पाए। अन्य खाली समयमा उनी अध्ययन गर्थे, अनुसन्धान गर्थे, सोच्थे, विचार गर्थे। अरूको लागि यो जागिर सामान्य थियो होला, उनको लागि यो जागिर वरदान भयो। उनी नयाँ कुराहरू सोच्थे, नयाँ कुराको अध्ययन अनुसन्धान गर्थे। उनी सोच विचार गर्थे। उनले ब्रह्माण्डको रहस्यबारे सोच्थे। उनले आफ्नो वैज्ञानिक विचारहरूको विकास गर्न थालिसकेका थिए। उनी अरू विषयभन्दा गणित र भौतिक विषयमा बढी रुचि राख्थे। उनले गणितका विभिन्न समस्याको समाधान खोज्न थाले। त्यस्तै गरेर उनले भौतिक शास्त्रका विभिन्न समस्याहरू खोज्न थाले। उनको मेहनत, परिश्रम, लगन र अध्ययनको कारणले गणितका विभिन्न समस्याहरूको समाधान खोज्न सफल भए। त्यस्तै उनले विज्ञानका विभिन्न सिद्धान्तहरू प्रतिपादन गर्न सफल भए। त्यसपछि एउटा मन्दबुद्धि बालक विश्वमा प्रसिद्ध भए, विश्व प्रसिद्ध वैज्ञानिक बने। सन् 1905 मा उनले 4 वटा अनुसन्धान पत्र प्रकाशन गरे, जसमध्येको एक रहेको छ विश्व प्रसिद्ध सूत्र E = mc²। उनको नाम विश्वभरिका समाचार माध्यममा छापियो। विश्वभरि परिचित भए, विश्व प्रसिद्ध भए। नयाँ वैज्ञानिक प्रतिभाको जन्म भयो भनेर सारा संसारले थाहा पाए। उनी रातारात विश्व प्रसिद्ध भए। त्यसपछि उनले सन् 1929 मा नोबेल प्राइज इन फिजिक्स प्राप्त गरे। अल्बर्ट आइन्स्टाइनको जीवनीबाट हामीले सिक्नुपर्ने कुराहरू। पहिलो रहेको छ, जिज्ञासा गर्न नछोड्नुहोस्। अल्बर्ट आइन्स्टाइनले भन्थे, ममा कुनै विशेष क्षमता छैन, छ त जिज्ञासा। त्यसैले हामीले जिज्ञासा गर्न कहिले पनि छोड्नु हुँदैन। दोस्रो रहेको छ, अभ्यास गर्न नछोड्नुहोस्। अभ्यास भनेको सफलताको मूल सूत्र हो।
अभ्यासबाट नै हाम्रो बुद्धिको विकास हुन्छ। त्यसैले हामी कुनै पनि काम गर्दा समस्या अप्ठ्यारा आए भन्दैमा अभ्यास गर्न छोड्नु हुँदैन। त्यसैले हामीले कुनै पनि काम गर्दा निरन्तर अभ्यास गरिराख्नुपर्छ। तेस्रोमा रहेको छ कल्पना गर्न नछोड्नुहोस्। कल्पना ज्ञानभन्दा पनि अझ ठुलो छ। विश्वमा जति पनि ठुला आविष्कार भए पहिला कल्पना भए अनि मात्र रचना भए। त्यसैले हामीले कल्पना गर्न छोड्नु हुँदैन। चौथो नम्बरमा रहेको छ असफलता अन्त्य होइन। हामी असफलतालाई अन्त्य सोच्छौँ तर असफलता अन्त्य होइन। असफलता भनेको सफलता नजिक पुगेको बिन्दु हो। असफलता भनेको सफलता नजिक पुगेको सङ्केत हो। असफलता भनेको सफलताको सिँढी हो। कोही पनि मानिस एकचोटिमा सफल हुँदैन, धेरैचोटिको असफलतापछि सफल हुन्छ। आइन्स्टाइन पनि विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भएका थिए। पहिला पनि पढाइमा कमजोर थिए, जागिर पाएका थिएनन्, तर पनि हार मानेका थिएनन्। पछि अन्त्यमा उनी सफल भए। अल्बर्ट आइन्स्टाइनले भनेका छन्, जो मानिस यस धरतीमा जन्म लिन्छ त्यो मानिस महान हो, किनकि त्यो मानिसले कुनै न कुनै महान कुराहरू बोकेर ल्याएको हुन्छ। कुनै पनि काम गर्दा समस्या, चुनौतीहरू, बाधा, अप्ठ्याराहरू आउँछन्, तर पनि हामी रोक्नु हुँदैन। निरन्तर मेहनत, प्रयास, अभ्यास गरिराख्नुपर्छ। अन्त्यमा हामी सफल हुन्छौँ। यदि हजुरलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गर्नुहोला।